हेलो एभ्रिवान, नमस्कार अनि स्वागत छ तपाईहरुलाई A1 इन्टरटेनमेन्टमा। म हुँ सुरेन श्रेष्ठ। आज गर्मी बिदाको अवसर एउटा छोटो मिठो बिदा मनाऊ भनेर हामी चाहिँ यो नआएको अहिलेसम्म आएको थिएन कि यो थेचन हेसुयोक्जाङ थेचनको बोरेङ मड फेस्टिभल हुने ठाउँमा चाहिँ म आइपुगेको छु र आज बिहिबारको दिन यहाँ चाहिँ तपाईलाई एक राउन्ड यहाँ ट्याक्सीबाट झर्ने बित्तिकै दृश्य म देखाएँ है। थेचनको मड फेस्टिभल हेसुयोक्जाङ यहाँ यस्तो छ। अब हामी चाहिँ यहाँबाट चाहिँ समुद्रतर्फ चाहिँ हामी जाँदैछौँ है। यतापट्टि पनि हेर्नु होला, अहिले ठेङ्गिल भएर पनि होला जहाँसम्म अलि मान्छेहरू चाहिँ आउने कम भइरहेको छ। तल समुद्रपट्टि चाहिँ होला कतिको छन् है मान्छे यहाँ यसो। समुद्रपट्टि चाहिँ ठिकै मान्छेहरू देखिँदैछ। समुद्र प्रागिलो रहेछ ठाउँ चाहिँ है, पौडी खेल्ने ठाउँ प्रागिलो छ, त्यही भएर मान्छेले पातलो देखेको छ। ट्युबहरू रेन्टल त्यहाँ छ। अब हामी चाहिँ टक्क रेन्टल गइन्छ, रेन्टल गएर ट्युबहरू लिएर अनि हामी पौडिन गइन्छ है। ल हेर्दै गर्नु ल भिडियो। अहिले हामी थेचनको बोरेङ यो मड फेस्टिभल हुने ठाउँमा छु। हामी चाहिँ अहिले यहाँ बिहानको झन्डै 11 बजी लागेर यो बिहानको मर्निङ भ्यू हेर्नलाई निस्किसकेका छौँ। साथै आज यहाँ समुद्रमा पौडिने कार्यक्रम पनि छ। हल्का सुरुवाती हुँदैछ, मान्छेहरू पौडिन सुरु भइसकेको छ है। तपाईँहरूले यहाँ चट्ट देख्न सक्नुहुन्छ। यस्तो जस यो ठाउँ एउटा फ्यामिली भिजिटिङ लागि प्लस समुद्र आउनु लागि एउटा व्यवस्थित ठाउँ रहेछ है। होटलहरू टन्न, पेन्सन बस्नु पाइयो होइन, बच्चा भएकोलाई खानासाना आफै बनाएर खुवाउनु पनि पाइयो। त्यसको लागि चाहिँ धेरै सहज देखेँ मैले। अन्य धेरै हेसुयोक्जाङहरू डुल्दा पनि यहाँ चाहिँ समुद्र किनारमा त्यति महँगो पनि नै अनि सहज चाहिँ यहाँ धेरै मैले पाएँ है। फ्यामिली आउनको लागि चाहिँ एकदम राम्रो रहेछ यो ठाउँ। तपाईँहरूलाई म सरर देखाउँदै जान्छु है। यो तपाईँले अहिले हेर्दै हुनुहुन्छ बोरेङ थेचन बोरेङ हेसुयोक्जाङको यो मैले माथि अहिले समुद्रको माथिको यो डिलको बाटोबाट सरर हिँडिरहेको छु कि जस्ट यहाँको यो बाहिरको सिन देखाउनको लागि मात्रै। समुद्रको भित्रको त अब पौडिँदा केटाको त अहिले एकछिनपछि म चाहिँ हान्दै जानेछु भिडियो सर्ट है। सर हेरौँ न यो कस्तो देख्नुहुन्छ है, तपाईँहरूले कस्तो मान्नुहुन्छ। टन्न यो देखेछ नि यो होटलहरू, हामी त्यो पछाडिको होटलमा बसेको कि यो पुरै यो लाइन एउटा लाइन बोर्डर लाइन जस्तो नै होटल छ। अनि यसको एक स्टेप पछाडि त्यहाँबाट पेन्सनहरू मोथेलहरू टन्न छ कि त्यही भएर कोठा खोज्नलाई चाहिँ समस्या छैन। अनलाइन बुकिङ गरेर नआउँदा पनि हुन्छ, तर यसो मार्केट बुझ्नुपर्छ, कहीँ त्यहाँ महँगै पनि भन्दो रहेछ, सिजन हो नि त। यस्तो कलाकारिताहरू छ है, फोटोसोटो सुट गर्नको लागि, बच्चाहरू खेलाउनको लागि, फ्यामिलीवालाको लागि चाहिँ विशेष यहाँ चाहिँ मजै होला जस्तो लाग्यो मलाई। म चाहिँ आज हल्का पिङ्की भरिदिएको के सधैँ के कालो कालो लाउनु भनेर हल्का कलर चेन्ज हानिदिएको। झोला बोकेको पसिना भइसक्यो, घाम चाहिँ डह्रो आइरहेछ सँग पसिना नि पुरै यहाँ सनग्लाससम्म चाहिँ पसिना झरिसक्यो। के गर्नु है, गर्मी हो, गर्मी मनाउन आएको, गर्मीमा पसिनासँग भाग्ने कुरा नि भएन। यो केबहरू छ टक्क खेल्न हेर्न फोटो खिच्नको लागि। सङ्खेकिरा के गाडाङगुडुङको केबहरू छ क्या। मेन भनेको यो बोरेङको रातिमा हिजो कन्सर्ट थियो मड फेस्टाको चाहिँ। अब यहाँ विशेष गरी अझै स्याटरडे सन्डे मान्छे उपस्थित धेरै हुने भएर त्यति बेला अझै बढी रमाइलो हुँदो रहेछ। टक्क यो के भन्छ यो कार ट्रेन के भन्ने यसलाई, यस्तोमा नि घुम्न मिल्दो रहेछ है। यहाँबाट टिकट लिएर सर र बेलुकामा यहाँ चाहिँ गीत गाउने कार्यक्रमहरू नि हुन्छ। बच्चाहरूको लागि यो रेन्टल बाइकहरू कारहरू होइन यस्तो पनि छ। अर्को यहाँ साइकल जस्तो इलेक्ट्रिक त्यो पनि थियो रेन्टल। लगायत अहिले हामी स्काई बाइक चढ्न आएको है। स्काई बाइक यहाँबाट अब यहाँबाट हामी चाहिँ स्काई बाइक चढिन्छ। गर्मीले पसिनाले जोक बनाइसक्यो
बिजोग रमाइलो भइसक्यो गर्मीले होइन 5 जना चढ्न नमिल्दो रहेछ एउटामा 4 जना हुँदा नानीले गर्दाखेरि हामी 2टामा चढ्नु पर्यो एउटामा 2 जना एउटामा 3 जना अनि त्यसरी चाहिँ हामी जाँदैछौँ ल हामी चाहिँ स्काई बाइकमा स्टार्ट गरिसक्यौँ यो ब्रेक गरेको गो ल यहाँबाट हामी चाहिँ फुलफल गऱ्यौँ हो स्काई बाइकमा सँगसँगै आफै मिलाएर जानु मिल्दो रहेछ क्या हामी चाहिँ अहिले स्काई बाइकमा यहाँ चाहिँ एजनको यो स्काई बाइकमा चाहिँ फुलफल गरिसक्यौँ त्यसमा चाहिँ 2टा सिस्टम रहेछ एउटा चाहिँ यो पेडल सिस्टम र एक्सिलेटर सिस्टम रहेछ पेडल सिस्टम एक्सिलेटर होइन हामीले एक्सिलेटर दबायो भने सजिलो नत्र पेडल हाल्नु भने पनि पाइयो पेडल होइन पेडल फ्री पेडल रहेछ यो एक्सिलेटर दबायो फ्री पेडल जस्तो भयो अन्त यो समुद्री किनार हाम्रो विन्टर साइकलहरू आउँदैछ अलिक पर्खेर सँगसँगै जस्तो जानुपर्छ यताबाट हामी चाहिँ पिलिली जाँदैछौँ है टक्क यसरी पेडल हाल्नु नि हुन्छ एकछिन चाहिँ अलिक डिस्टर्ब गर्छ कि यसले सोलो गरेर हाम्रो पछिल्लो टोलीलाई त्यसरी चाहिँ अब हाम्रो भन्छ अब 2 सिट खाली जग्गा कोही जाने भयो आउनुहोस् है है गाइज हामी अहिले स्काई बाइकमा छौँ यो घाम छ छाता त उड्नै पर्यो जसरी नै होइन यसरी पाइडल यसरी रन्काए पनि हुन्छ नत्र चाहिँ एक्सिलेटर दबाएर हिँड्यो नि हुन्छ हाम्रो पछाडि टोली के छ खबर कहाँ गयो त घुम न पाइडल यसरी रन्काए हुँदैछ होइन कालो छ नि त घुम्नुपर्छ एक्सिलेटर भ्याएन हो र उकालोमा चाहिँ ट्याक्क पाइडल पनि घुमाउनु पऱ्यो है यसरी है गाई पाइडल पनि दिनु पऱ्यो हाम्रो पछाडि टोलीहरू छाता मेरो त डिफ्रेन्ट कलर परेछ नि यार दिलमा ठाउँ छ लो के छ रमाइलो भइरहेछ होइन स्काई साइकलमा देखिँदैन रिल्याक्स तरिकाले बस्नु होइन रमाइलो पनि लिन्थ्यो अलिअलि माटोमा दागोको मान्छेहरू चाहिँ आज मौसम पनि त्यही राम्रो थियो तर धेरै रमाइलो गरियो भिडियो खिच्दै जाँदा अब बिचमा मोबाइल क्यामेरा छोडियो होइन कति पलहरूलाई क्यामेरामा क्याप्चर गर्न सकिएन होला मजा लिँदै अनि लगभग आजलाई हाम्रो इन्डिङ अब नाइट चाहिँ हामी यही मजा लिइसक्यौँ त्यही भएर आज हामी नाइटमा बस्दै है त्यति गर्दै अब हामी बोरिङ मोड फेस्टिभलबाट बिदा लिँदैछौँ जाँदा